हेलो सम्पूर्णमा नमस्ते। मेरो चाहिँ हो फर्स्ट भिडियो है त। यतिको लामो भिडियो चाहिँ मैले तपाईहरुको लागि बनाएको, तपाईहरुको लागि दुःख गरेर एडिट गरेर बनाएको। अब एडिट गरेको नि भयो कि भएन हैन, यो चाहिँ रामेछापको भ्यूहरु, मैले गरेको रमाइलो पलहरु मैले भिडियोमा राखेको छु। हजुरहरुले पक्कै पनि मन पराइदिनुहुन्छ होला भन्ने आशा गर्दै, अब शहरमा बस्ने मान्छेहरुलाई शहरीहरूलाई त अब गाउँ कस्तो हुन्छ भन्ने थाहा हुँदैन नि त। त्यही भएर मैले चाहिँ बनाएको। यहाँ ऐसिलो टिप्दै है, यति बेला चाहिँ ऐसिलो पाक्दै रहेछ। ऐसिलो टिप्दै अनि अब पहिले बच्चैदेखि खाने बानी छ नि त। त्यसपछि गहुँ पनि यतिको भएको रहेछ अहिले। अनि यहाँ पिकमा डान्स गर्दै हुन्छ, टिपेर यतिको बनाएँ मैले चाहिँ। टपरी सानो फातको टपरी बनाएर मैले चाहिँ मेरो मम्मीलाई यसरी रेडी पारेँ। मैले चाहिँ मेरो टिप्ने भएछ रामेछाप पनि यस्तो गुराँस चिमल पनि भन्छ, यो चाहिँ सेतो गुराँस हो। यस्तो छ हाम्रो चाहिँ, साह्रै रमाइलो छ नि हाम्रो गाउँ। सुन्दर मनोरम हरियाली हरेक कुराहरूमा चाहिँ साह्रै राम्रो छ है साथीहरू। अनि तपाईहरुले चाहिँ यो भिडियो मन पराइदिनु भयो भने अरू भिडियोहरू पनि राख्ने कोसिस गर्दछु। कसरी हुन्छ ग्यादरिङ गरेर रमाइलो गर्छ नि, कुकुर जम्गाबेको यति रमाइलो गर्ने कि यिनीहरू पनि पशु भनेर के गर्न है साथीहरू, तर रमाइलो गर्ने। अनि यो चाहिँ एउटा रामजी थान भन्ने थानमा जाने बाटो हो। यो चाहिँ उकालो चढ्दा थाकेर शेष भएको बेला यो चाहिँ मेरो अङ्कल घर, मेरो माइला खोजीमा यति रमाइलो छ नि। यही बेला चाहिँ काकाको छोरा पनि आउनुहुँदैछ नि है। चाहिँ यो बेलाबाट हो साथीहरू। अनि अर्को चाहिँ बडाको छोरा ड्रोन उडाउँदै हुनुहुन्छ, तयारीमा हुन्छ भनौँ न। यति रमाइलो 11-12 दिन बसेको थिएँ, तर 11 मिनट बसेको जति पनि भयो क्या। टाइमै कति चाँडो गएको नि। यसै ड्रोन उड्दैछ हाम्रो, ड्रोन उड्दै गाउँमा पनि यस्तो छ हाम्रो, कस्तो रमाइलो छ नि। यो चाहिँ मोबाइलबाट खिचेको भिडियो हो। यतिको आएको चाहिँ राम्रै हो है मेरो मोबाइलमा। अनि यति गइरहेछ कि जङ्गल हरियाली, यस्तो डाँडा काँडाहरू छ। यस्तो छ मेरो चाहिँ गाउँ रामेछापको सुन्दर दृश्य हो साथीहरू। अनि यो चाहिँ फेरि काका घरमा रमाइलो गर्दै गफगाफ गर्दै। अनि यहाँ भाइले चाहिँ पा कसलाई थाहा छ, भाइले चाहिँ पा भएछ भाइले पा बनाउँदैछ। मैले चाहिँ त्यो खाना सक्दै औषधि हुन्छ अरे भनेर तर भाइले काटेर पनि उफ्रिने भएको भएर मैले चाहिँ खाना अलिक नखाम जस्तै भयो। यस्तो हेर्नु मान्छे जस्तै मान्छे जस्तै नि। यो चाहिँ पाहा कमेन्ट गर्नुहोस् है त। यो चाहिँ मैले बनाएको लामो भिडियो चाहिँ सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट पनि गरिदिनुहोस्। अनि मैले धेरै भिडियोहरू हाल्ने मौका पाउँछु है साथीहरू। अब तपाईहरुले चाहिँ नखिच्नु
त्यही भएर फर्स्टमा यति लामो भिडियो चाहिँ बनाएको नि मैले। अर्को टाइम राम्रो भ्यू गयो भने सब्सक्राइब गर्नुभयो भने चाहिँ मैले अझ राम्रो बोलेर राम्रोसँग एडिट गरेर हाल्छु है साथीहरू। बस्नेहरूलाई त के थाहा नि गाउँ यो चाहिँ जौँ हो भाइले जौँ फल्दैछ भनौँ न। यो चाहिँ भाइ फेरि ढुक्कै हुने फेरि साह्रै नक्कले छ नि यो भाइ चाहिँ फेरि साह्रै नै अति नक्कले छ। फेरि जे पनि गर्छ सबै केटी मान्छेले गर्ने काम सबै भाइले गर्छ। यो रक्सी पार्दै हो रामेछापमा, यो चाहिँ पार्ने रक्सी। हाम्रो रामेछाप सबै कुरामा भरिपूर्ण छ रामेछापको। ल भ्यू हेर्नुहोस् कति दामी छ रामेछापको। यो रामेछापमा गयो भने त नि अस्ट्रेलिया यही, जापान पनि यही, अमेरिका यही भन्ने गीतको याद आउँछ कि मलाई त। ल मलाई आइडिया पनि छैन, नो आइडिया। मैले चाहिँ अब बनाएर चाहिँ हेरेको। हाम्रो भाइ छोरा भयो पनि इने हुने, बुहारी भयो भने इने सब्सक्राइबर्स बढ्यो, बुहारीले भनेको मान्दैन, लाइक बढ्यो भने चाहिँ मैले बुहारीले गर्ने काम छोरा भाइले गरेको बनाउँछु है साथीहरू। अब ट्राई गर्दैछु मैले कतिको भ्युज जाने रहेछ भनेर। मेरो भोइस पनि रियलमा भन्दा पनि रेकर्ड गर्दाखेरि मेरो भोइस आफैले सुनेर आफैलाई लाज बोलाइरहेको छ नि हो साथीहरू। के गर्नु, एउटा रमाइलो गरेको मलाई चाहिँ रमाइलो लाग्छ यस्तो भिडियोहरू बनाउनु। अनि मैले चाहिँ जतिखेर नि भिडियो बनाउँथेँ भाइले चाहिँ कति भिडियो बनाएको दिदी त भन्यो भनेको यसरी अब भिडियो बनाइराख्यो भने होइन ठ्याक्कै अब भिडियो बनाउँदै राख्यो भने यसरी भिडियो टुक्रा टुक्रा भिडियो गरेर त यति लामो भिडियो बनाउन सकिने रहेछ नि त। होइन त यो हावा लागेर पुरै गाउँ सबै ढल्न लागिसक्यो। गर्मी मौसममा यतिको सरर हावा चल्दाखेरि त पारी डाँडाबाट सिर हावा आउँछ कि कति रमाइलो छ नि, कति शीतल हुन्छ नि। बाँस यो चाहिँ हाम्रो गाउँको रामेछापको फुल पनि भन्छ यसलाई, फुलहरू पनि अब यस्तै छ गाउँको ठाउँ। अब घरहरू यस्तै छ। तपाईँहरूलाई त अब यस्तो गाउँघरमा कसरी बस्छ होला भन्नुहुन्छ होला। साथीहरू अनि के यो चाहिँ फेरि खाना बोलाउनु भएको ठुली आमाले। यो चाहिँ रामजी थान भन्नु पुरा भिडमा छ। यो जो कोही जान सक्दैन है, यहाँ चाहिँ पुजारी बा मात्रै जान सक्नुहुन्छ। यहाँ चाहिँ अब यस्तो हिमालहरू देखिन्छ। यो चाहिँ फर्किँदाखेरिको दृश्य, यो पनि रामेछापकै हो। यो चाहिँ गौरी शङ्कर हिमाल चाहिँ यहीँ पर्छ भन्दै हुनुहुन्थ्यो। अब यो चाहिँ राम्रो भ्यूहरू भएको भनेर चाहिँ मैले यसरी क्लिक गरेको भिडियोहरू हेर्दै जानु होला साथीहरू। कति राम्रो छ नि, सरर पारेर भिडियो नि यस्तो स्मुथ आएको छ क्या। अनि त्यही भएर मैले चाहिँ भिडियो हाल्न मन लाग्यो मेरो युट्युबमा। अब सब्सक्राइबर्स बढ्दै गयो, हजुरहरूले मन पराउँदै जानुभयो भने चाहिँ मेरो कामै यही हुन्छ है त। यसरी हौसला बढ्छ नि त यस्तो गर्दै। अब